ल गाइज आज चाहिँ होइन टक्क म चाहिँ नयाँ भाइहरूसँग भेटघाट भएको क्रममा चाहिँ तट राइड जाँदैछु होइन। अनि म हिँड्ने बाटोमा चाहिँ यो भाइहरूलाई लग्न थालेको सधैँ भारदेवको बाटो हिँड्दो रहेछ। अनि भाइहरूलाई अब नयाँ बाटो हिँडौँ न त भनेर हल्का साथी बनाएर हिँड्दैछु है गाइज। अनि भाइ के छ आजको मित्रता कस्तो भयो त हौ? हाम्रो भेटघाट यसो हुन्छ होइन। ल भनौँ भनौँ कालेश्वर महादेव कि यो हो नि त तरिका होइन। अब चट लाएर होइन अब स्कुटरमा पनि टक्क राइड हान्नुको मजा नै अर्को हुन्छ नि यार होइन। साथीभाइसँगको राइड भनेको चाहिँ एउटा भिन्दै किसिमको राइड हुन्छ। बुढेसकालमा दाँत झरेर मासु चबाउनु नसके पनि म चाहिँ हामी पनि राइड गएको थियौँ भन्न पाइयो नि त होइन। के हो मेरो भाइहरू होइन। लाइफको इन्जोयमेन्ट भनेको यही हो क्या, छोरा नातिलाई देखाउनलाई गर्ने हो क्या हामीले राइडहरू भनेको होइन। रोइला हान्नुपर्छ है भाइ। भाइ हामी कहाँ पुग्ने अरे? कालेश्वर होइन त। ल जय अनि भाइ के यो समय फेरि फर्किन्छ र यार हाम्रो? होइन यो समयलाई ग्र्याब गर्ने है। हाम्रो गीतको लिरिक्स हो हान्देऊ सुनाइदेऊ त एउटा। यो होइन त अनि लास्टमा यो त होइन नि। समय लास्टमा यो आउँदैन त होइन नि। क्या मजा आउँछ है। रक एन्ड रोल होइन त। ल ठिक छ। अब यो भाइको लिरिक्स जस्तै यो समय फेरि करोड दिए पनि फर्किँदैन र फर्काउनु पनि सक्दैन मलाई जहाँसम्म लाग्छ होइन। भाइहरूले पनि यो मेरो च्यानल हेऱ्यो भने पक्कै थ्याङ्क यू चाहिँ भन्ला होइन। भन्ला नभन्ला आफ्नो ठाउँमा म चाहिँ एउटा सोखले बनाउँछु यस्तो भ्लगिङहरू होइन। अब भाइहरूले सम्झ्यो भने नमरे बाँचे कालोले साँचे फेरि रकी टाइममा भेट होला होइन। नत्र बालै फरर के हो मेरो भाइ होइन क्या। अब मैले चाहिँ अब यी भाइहरूसँग रमाइलो कुराकानी गर्दै आजको दिन चाहिँ रमाइलो गरिरहेको छु। त्यही भएर मेरो युट्युब च्यानलको नामै गुरु बेनाम नामै नभएको एउटा मान्छे। अनि अर्को चाहिँ युट्युबर बिन्दास के होइन। जहिले बिन्दास तालमा हिँडिदिने हो म पनि होइन। अब मैले पनि यो भाइहरूको उमेर चाहिँ पार गरेर आएको होइन। यो उमेरमा मलाई पनि यस्तै गरेर हिँड्न खान डल्न मन लाग्थ्यो तर मेरो बाबुआजले सकेन। त्यसले गर्दाखेरि अहिले म आफै कमाएर आफै हिँड्दैछु। अनि भाइहरूलाई भेट्दाखेरि चाहिँ मेरो जवानी मलाई याद आउँछ कि रकी होइन त भाइ। अब चाहिँ टक्क लाएर होइन यहाँबाट सुरु हुन्छ राइड खोलाको बगर होइन। अनि डाँडा काँडा चाहिँ जस मेरो भिडियोले पनि काम गर्छ।
खोलाको बगर धेरै छ रहर सारा जिन्दगीमा के गर्नु छ होइन त भाइ खोलाको बगरमा यो चाहिँ क्रस फायर होइन त भाइ हो नि क्रस फायरको ड्याडी चाहिँ यहाँ छ है फेरि यो बाइक यो स्कुटर नबनायो भने त्यो बन्दैन थियो होइन यो बनेर पो त्यो बनाएको थियो यार यहाँ दुइटै छ क्या बाउ पनि छ आम पनि छ होइन त्यो बाउ यो आमा होइन त सही हो नि अब चाहिँ टक्क लाएर होइन अब यो राइड हिँड्ने क्रममा चाहिँ होइन यो भाइहरूसँग रमाइलो गफ कुराकानी गर्दै चाहिँ हिँडिएको छ होइन अब हामी चाहिँ होइन टक्क लाएर यो म पहिला पनि आइसकेको झुलुङ्गे पुलमा चाहिँ फेरि भाइहरूसँग रिल्याक्स खाले हल्लिँदै क्या अब हुन्छ नि पोखरोमा हल्ले जस्तो फिल गर्नको लागि चाहिँ यो झुलुङ्गे पुलमा हामी हो नि हल्का यो पनि झ्याप भगाउँदा होला क्या है ए गुराँस खान मिल्छ सही हो भाइले मलाई पुरा माया गरेर गुराँस दिइरहेको छ क्या लाली गुराँस फुल्यो बनैमा तिम्रो माया छ यो मनैमा होइन त भाइ चर्छ यो बगरमा होइन भाइको रमाइलो गर्दै ल त्यो भाइ हो कलेक्टरमा यो हुन्छ तरिका होइन भाइ कार्यक्रममा आज कि होइन भाइ भेट भएर बडा खुसी लाग्यो आजको दिन चाहिँ भाइले मेरो बनाउने मैले भाइको बनाउने अब यस्तै हो जिन्दगी होइन त रिल्याक्स तालले चलेको जिन्दगीलाई अझै रिल्याक्स बनाउँदै म चाहिँ होइन चाहिँ नयाँ नौलो भाइहरूसँग सोलो राइडमा हिँडेको बेलामा भेटघाट भएको अवस्था युट्युबर बिन्दासको युट्युब च्यानलमा सबलाई चाहिँ वेलकम गर्दै ए आउने हो अब कहाँ डोडा गएर त्यत्रो मुटु भएको मान्छे हेर हौ दौड पुरा स्लो मोसनमा दौड न हौ गरेको चाहिँ भाइ भयो नि 7-8 वर्ष भयो यार हो अलिअलि थाहा छ त्यति घुमिसकेको छैन अझै घुम्न बाँकी छैन यार जिन्दगी के लामो छ होइन पनि हुँदैन अब टक्क लाएर निस्किनु होइन पानी खानु खाएर होइन हामी चाहिँ अब यो झुलुङ्गे पुलबाट चाहिँ फेरि राइडको लागि निस्किरहेको सबले मिलेर सक्छ भानु भने बबाल रहेर हाल्नुपर्छ मिलेर होइन
अब भाइहरूसँग छुट्टिने बेला भयो मेरो चाहिँ गाइज होइन भाइहरू चाहिँ पुरा कालेश्वर जान्छन् होइन अब म चाहिँ कुनै दिन कालेश्वर जाउँला अब अहिले चाहिँ अब यस्तै हो होइन अब दाइको च्यानल सब्स्क्राइब गरिदिनु होला सबैले सेयर गरिदिनु होला है अब भाइको कुरा सुन्दै अनि सब्सक्राइब गरिदिनु है गाइज हाम्रो भाइहरूले पनि गर्छन् होइन गरेन भने पाप लाग्छ ल भाइहरू शुभ यात्रा कालेश्वरको दर्शन गरेर टक्क फर्किने होइन अनि रिल्याक्स ताले सेफ राइड है राम्रोसँग राइड गर्नु अब मैले भन्न सक्ने त्यही हो है नयाँ बाटो कस्तो लाग्यो अब त्यो पनि कमेन्टमा हानिदिनु है भाइ यो तालले होइन पुरा कमेन्टमा चाहिँ होइन नयाँ बाटो कस्तो छ होइन भन्दै हाल्ने युट्युबर बिन्दासलाई सब्सक्राइब गरेर होइन आज पाराइदिने है भाइ ल अब नमरे बाजे काले साथै नेक्स्ट टाइम फेरि भेटौँ है त हामी है ल